आयुष्मान भारत कार्ड बनाउनुको लागि चाहिँ हामीले ई-केवाइसी गर्नुपर्ने हुन्छ। अनि त्यो ई-केवाइसी चाहिँ हामीले आफ्नो फोनबाट सजिलोसँगले गर्न सक्छौँ। एज अ बेनिफिसियरी ई-केवाइसी गर्न सक्छौँ। अनि त्यो ई-केवाइसी कसरी गर्ने? ई-केवाइसी नगरिन्जेलसम्म हाम्रो आयुष्मान कार्ड बनिँदैन। यदि हाम्रो ई-केवाइसी चाहिँ सक्सेसफुल भयो भनेदेखि हामीले आफ्नै फोनबाट त्यो कार्डलाई डाउनलोड गर्न सक्छौँ। त्यो कुरो कसरी गर्छ म तपाईँलाई बताइराखेको छु। तपाईँले भिडियोलाई ध्यान दिएर अन्तिमसम्म हेर्नुहोस् अनि जतिसक्दो सेयर गरिदिनुहोस् ताकि धेरैभन्दा धेरै कहाँ यो जानकारी पुग्न सकेको छ। त्यसको लागि चाहिँ हामीले आयुष्मान एपलाई इन्स्टल गर्नुपर्छ हाम्रो फोनमा। इन्स्टल गरेर ओपन गर्दाखेरि चाहिँ आर यु अ बेनिफिसियरी भनेर यसरी आउँछ। त्यसमा चाहिँ हामीले नो गर्नुपर्छ। नो गरेपछि हामीले कन्टिन्यूमा क्लिक गर्नुपर्छ। कन्टिन्यूमा क्लिक गरेपछि यो पेज खोलिन्छ। यो पेज खोलिसकेपछि चाहिँ अलरेडी हामीले एकाउन्ट भनेको छ त्यसको छेउमा भएको लगइनमा हामीले क्लिक गर्नुपर्छ। अनि यो पेज खोलिन्छ। यो पेज खोलिसकेपछि चाहिँ यहाँनिर चाहिँ दुई प्रकारको लगइन छ, बेनिफिसियरी लगइन र अपरेटर लगइन। हामीले लगइन एज बेनिफिसियरीमा क्लिक गरेर यहाँनिर हामीले मोबाइल नम्बर लगाउनुपर्छ। यहाँ क्याप चलाउनुपर्छ। लगाइसकेपछि भेरिफाईमा क्लिक गर्नुपर्छ। भेरिफाईमा क्लिक गरेपछि एउटा ओटिपी चाहिँ त्यो नम्बरमा जान्छ जुन नम्बर हामीले भर्खर यहाँनिर लगाएका छौँ। त्यो ओटिपीलाई हामीले यहाँ लाउनुपर्छ। ओटिपी लगाइसकेपछि अब लगइनमा क्लिक गर्नुपर्छ। यो पेज खोलिसकेपछि चाहिँ यसमा चाहिँ हामीले फर्स्टकै अप्सन आयुष्मान भारत कार्ड पिएमजेवाई लेखेकोमा क्लिक गर्नुपर्छ। क्लिक गरेपछि अब सर्च फर बेनिफिसियरी भनेर पेज खोलिन्छ। अब यसमा चाहिँ हामीले आफ्नो स्टेटलाई सेयर गर्नुपर्छ। यहाँ क्लिक गरेर अस्तिसम्म चाहिँ हामीले स्टेटलाई सेयर गर्दाखेरि नो डाटा फाउन्ड भनेर आइराखेको थियो, किनकि वेस्ट बेङ्गलमा त्यति बेला इम्प्लिमेन्ट भएको थिएन। अहिले चाहिँ इम्प्लिमेन्ट भइसकेको छ, त्यसले गर्दा वेस्ट बेङ्गलमा हामीले क्लिक गर्दाखेरि अब हाम्रो डाटाहरू यहाँ देखाउन थालेको छ है। अब यहाँनिर चाहिँ हामीले सर्च बाई रासन कार्ड नम्बरबाट हामीले सर्च गर्न सक्छौँ। तपाईँलाई थाहा छ भनेदेखि तपाईँले रासन कार्ड नम्बर लाउन सक्नुहुन्छ। आधार कार्ड नम्बरबाट चाहिँ मैले यहाँनिर सर्च गरिरहेको छु। आधार कार्ड र क्याप्चा लगाइसकेपछि सर्चमा क्लिक गर्नुपर्छ। सर्चमा क्लिक गरेपछि चाहिँ हामीले यहाँनिर अलिकति सार्दै जानुपर्छ, स्क्रोल गर्दै जानुपर्छ। त्यहाँनिर हामीले फेमिली पेज आयो, यहाँनिर वान फ्यामिली फाउन्ड भनेर आयो है। सो फेमिली आइडी पनि यहाँनिर देखाएको छ। अनि सोर्स हामीलाई लाग्नुसक्छ कि यो कसरी हाम्रो नामहरू आयो यहाँनिर भनेर रासन कार्डबाट चाहिँ हाम्रो नामहरू यहाँनिर आएको रहेछ। पुरा एड्रेस यहाँनिर छ, पुरा फ्यामिलीको यहाँ डिटेल छ, लिस्ट छ यहाँनिर। र जसको चाहिँ यहाँनिर डु ई-केवाइसी टु क्रिएट आयुष्मान कार्ड भनेर साइडमा यहाँ लेखेको छ, उहाँहरूको चाहिँ क्लिक गरेर ई-केवाइसी हामीले गर्न सक्छौँ। म चाहिँ यहाँनिर मेरो छोराको क्लिक गर्दैछु। डु ई-केवाइसी टु क्रिएट आयुष्मान कार्डमा क्लिक गरेँ। क्लिक गरेपछि यहाँनिर चाहिँ अब अथेन्टिकेसन गर्नुपर्छ। फर्स्टमा चाहिँ आधार ओटिपी, फिङ्गरप्रिन्ट, आइरिस स्क्यान, फेस अथ। मैले जसको यहाँनिर नाम सेलेक्ट गरेको छु उसको आधार कार्डमा फोन नम्बर लिङ्क छ भनेदेखि हामीले आधार कार्ड ओटिपीमा क्लिक गरेर सजिलैसँगले अथेन्टिकेसन गर्न सक्छौँ। फिङ्गरप्रिन्ट गर्नु छ भनेदेखि चाहिँ हाम्रो एउटा बायोमेट्रिक डिभाइस पनि चाहिन्छ यस्तो खालको। अनि तपाईँले आइरिस स्क्यान र फेस अथ गर्नु छ भनेदेखि चाहिँ तपाईँले आफ्नो फोनमा चाहिँ एउटा सफ्टवेयरलाई इन्स्टल गर्नुपर्ने हुन्छ। तर सबैभन्दा सजिलो तरिका चाहिँ आधार ओटिपी छ। अनि आधार ओटिपीमा क्लिक गरेपछि चाहिँ अब जसको अघि मैले सेलेक्ट गरेको थिएँ उसको आधार कार्डको 4वटा डिजिट यहाँ देखाइराखेको छ। सो त्यहाँनिर चाहिँ हामीले भेरिफाई गर्नुपर्छ। यो चाहिँ अटोमेटिक आउँछ, आधार नम्बर हामीले लगाइबस्नु पर्दैन। भेरिफाईमा यसरी क्लिक गर्नुपर्छ। क्लिक गरेपछि कन्सेन्टमा तल गएर यस गर्नुपर्छ। यस गरेर एलोमा क्लिक गर्नुपर्छ। अब एलोमा क्लिक गरेपछि चाहिँ दुई प्रकारको ओटिपी आउँछ यहाँनिर। त्यसमा चाहिँ कन्फ्युज हुनु हुँदैन। दुईवटा ओटिपी आउँछ। अब कुन ओटिपीलाई कहाँनिर लाउने भन्दाखेरि चाहिँ यहाँ तपाईँले देख्न सक्नुहुन्छ दुई प्रकारको ओटिपी आएको छ। एउटा चाहिँ योर ओटिपी टु एक्सेस पिएमजेवाई एप्लिकेसन भन्दैछ यो चाहिँ। अर्को चाहिँ आधार ओटिपी भनेको छ है। दुईवटा ओटिपी एकैतालमा आउँछ। आधार ओटिपी लेखेको चाहिँ यहाँनिर लाउनुपर्छ हामीले फर्स्टकोमा चाहिँ। आधार ओटिपी चाहिँ फर्स्टमा लाउनु पऱ्यो। अनि सेकेन्डमा चाहिँ बेनिफिसियरी मोबाइल ओटिपी छ त्यो चाहिँ हामीले सेकेन्डमा लाउनुपर्छ है, अघि सेकेन्डमा देखाएको। यो लगाइसकेपछि अब अटो प्रोसेसिङ हुन्छ। हामीले केही पनि गर्नु पर्दैन, जस्ट वेट गर्नुपर्छ। अनि अटो प्रोसेसिङ भएपछि चाहिँ यहाँ भन्दैछ यु हेभ सक्सेसफुली अथेन्टिकेटेड एज फ्यामिली मेम्बर, प्रोसिड टु क्रिएट कार्ड्स भन्दैछ। हामीले यसमा केही पनि गर्नु पर्दैन, अटो प्रोसेसिङ हुन्छ। जो फ्यामिली मेम्बरको मैले सेलेक्ट गरेको थिएँ उसको नाम यहाँनिर यसरी देखाउँछ। अब यहाँनिर फेरि के गर्नुपर्छ, अब ई-केवाइसी भनेर आउँदैछ। ई-केवाइसीमा पनि अघि जस्तै आधार ओटिपी अथवा कुनै पनि 4वटामा एउटा अप्सनलाई क्लिक गरेर हामीले गर्न सक्छौँ। मैले आधार कार्डलाई नै क्लिक गरेँ अनि भेरिफाईमा क्लिक गर्नुपर्छ। यस गरेर कन्सेन्टमा एलाउ गर्नुपर्छ। अनि एलाउ गरिसकेपछि चाहिँ अघिको जस्तै दुईवटा ओटिपी आउँछ एकैतालमा। एउटा आधार ओटिपी, एउटा चाहिँ मोबाइल ओटिपी। ठिक जग्गामा चाहिँ लाउनु पऱ्यो। आधार ओटिपी फर्स्टमा, मोबाइल ओटिपी तल्लोपट्टि। अनि कसरी चिन्ने त्यो मेसेजमा भन्दाखेरि चाहिँ ओटिपी फर आधार भन्दैछ नि, त्यो चाहिँ आधार ओटिपी हो। आधार ओटिपी यहाँ लगाएपछि अब मोबाइल ओटिपी चाहिँ अर्को है। ओटिपी टु एक्सेस एप्लिकेसन भनेर आएको हुन्छ त्यो चाहिँ लगाइसकेपछि अब अटो प्रोसेसिङ हुन्छ, वेट गर्नुपर्छ। सो यहाँनिर चाहिँ अब यो पेज खोलिन्छ। यो पेज खोलिसकेपछि चाहिँ एक नम्बरमा यहाँनिर हामीले फोटोलाई अपलोड गर्नुपर्ने हुन्छ। अनि त्यो गरिसकेपछि अब यहाँनिर चाहिँ एउटा इम्पोर्टेन्ट कुरा चाहिँ छ म्याच डिटेल्स भनेर आउँदैछ। म्याच स्कोर क्यालकुलेटेड बाई युजिङ आधार ई-केवाइसी डाटा एन्ड द सोर्स इन्फर्मेसन इज लेस देन 80%। 80% भन्दा कम्ती छ भन्दैछ म्याच स्कोर चाहिँ। दिस केवाइसी रिक्वेस्ट विल बी सेन्ड फर आइएसए भनेको चाहिँ इम्प्लिमेन्टेसन सपोर्ट एजेन्सी, एसएचए भनेको स्टेट हेल्थ एजेन्सीमा चाहिँ यो केवाइसी चाहिँ जब सबमिट हुन्छ, सबमिट भएपछि चाहिँ एप्रुभलको निम्ति जान्छ भनेर भनेको छ। किन भन्दा चाहिँ 80% भन्दा कम्ती भयो नि त म्याच स्कोर। म्याच स्कोर चाहिँ 80+ छ भनेदेखि चाहिँ यहाँ 75 मात्रै छ होइन उसको, 80+ छ भनेदेखि चाहिँ उनीहरूको चाहिँ अटो एप्रुभल हुनसक्छ। तर 75 छ मेन्युअल एप्रुभलको निम्ति चाहिँ यो आइएसए अथवा एसएचए कहाँ पुग्छ। अब उहाँहरूले चाहिँ एलिजिबल छैन भनेदेखि चाहिँ ई-केवाइसीलाई रिजेक्ट गर्नु सक्छ। रिजेक्ट भयो भनेदेखि चाहिँ हाम्रो आयुष्मान कार्ड बनिँदैन।
यहाँनिर एडिसनल इन्फर्मेसनमा चाहिँ डु यु हेभ अ मोबाइल नम्बर भन्दैछ। घरको सानो नानीहरू छ उसको मोबाइल नम्बर छ भनेदेखि तपाईँले नो गरेपछि रिलेसन विथ द हेड अफ द फ्यामिलीको तपाईँले यहाँनिर त्यो प्रकारले गर्नुहोस्। यहाँ तपाईँले पिनकोड लाउनुहोस्। त्यसरी नै तपाईँको छ भनेदेखि क्लिक गर्नुहोस्। क्लिक गरेपछि तपाईँले यहाँ मोबाइल नम्बर लाउनुहोस्। मोबाइल नम्बर लगाइसकेपछि रिलेसन विथ द हेड अफ द फ्यामिली तपाईँले गर्नु पऱ्यो। त्यसको बादमा पिनकोड यहाँनिर टाइप गर्नु पऱ्यो। त्यहाँदेखि रुरल हो कि अर्बन हो अथवा गाउँ बस्ती हो कि सहर हो तपाईँले यहाँ क्लिक गरेर गाउँ बस्ती हो भने रुरलमा क्लिक गर्नु पऱ्यो, सहरमा हो भने अर्बनमा क्लिक गर्नु पऱ्यो। यहाँनिर क्लिक गरेपछि अब फेरि सब डिस्ट्रिक्ट आउँछ। यो भनेको चाहिँ तपाईँको ब्लक हो। तपाईँले आफ्नो ब्लकलाई सेलेक्ट गर्नुहोस्। यहाँ क्लिक गरेर फेरि तपाईँले आफ्नो भिलेजलाई सेलेक्ट गर्नुहोस्। अब चाहिँ तपाईँले सबमिट बटनमा क्लिक गर्नुहोस्। सबमिट बटनमा क्लिक गर्नुभएपछि चाहिँ तपाईँको इकेवाइसी चाहिँ सबमिट हुन्छ। यहाँनिर तपाईँले फोन नम्बर लाउनु हुँदाखेरि तपाईँको फोन नम्बर छ नानीको भनेदेखि फोन नम्बर लाउनु हुँदा चाहिँ यहाँ चाहिँ फोन नम्बर तपाईँले टाइप गर्नुपर्छ। फोन नम्बर टाइप गरिसकेपछि चाहिँ यहाँ भेरिफाईमा क्लिक गर्नुपर्छ। फेरि यदि फोन नम्बर छ भनेदेखि नानीहरू छैन भनेदेखि यो कुरो गरिबस्नु पर्दैन। तर तपाईँले आफ्नो गर्नु हुँदाखेरि चाहिँ क्लिक गरेर अब त्यो ओटिपी चाहिँ तपाईँले यहाँ लगाउनुपर्छ। लगाइसकेपछि चाहिँ अब मोबाइल नम्बर भेरिफाइड भनेर आउँछ। त्यहाँदेखि उता मात्रै तपाईँले प्रोसेसिङ गर्दै जानुपर्छ है। अनि सबमिट तपाईँले गर्नु पऱ्यो। अदरवाइज तपाईँको नो छ भनेदेखि यो कुरो गरिबस्नु